सम्पूर्णमा नमस्कार। हामी नन्द बाउजूको तर्फबाट आज हामी चाहिँ हाम्रो मामा घर भिताल खोरामुखमा हजुरआमाको 84 पूजा भएकोले आएका थियौँ। यहाँ चाहिँ कसार बटार्ने रोटी हाल्ने कार्यक्रम भइरहेको छ। कस्तो छ भनेर मैले हजुरहरूलाई पनि यहाँ देखाइरहेको छु। हेर्नुहोस्, यता कसार बटारिरहनु भएको छ, यता पाउ पकाउनु भएको छ, उता कसार भुटिराख्नु भएको छ। अनि धेरै भएपछि यसरी ल्याएर कसार थुपार्ने गर्छौँ हामीले। यहाँ चाहिँ यताउता निकै रमाइलो चलपल भइरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। दुईटा कप चियाको लागि तरकारी सबै केमा मामा आएर रोटी पकाउनु लाग्यो, पुरी देखाएको हजुर है यता। हेलो हामी लुरीलाई हजुरआमाको 84 पूजा सासुआको ठुली सासु हजुरआमाको 84 पूजा, मेरो ठुली सासूको 84 पूजा भाग्यले गर्न पाइयो। सबैजना आउनु होला। कहाँ आउनु होला? खोरामुख कति खाएको खाइहाल्नु अब कि हजुरले। लाउनु अब कसो बर्तन जानु मामा कस्तो भयो तरकारी? दामी छ। मामाले पकाउनु भएको आज? मामाले पकाएको मिठो भएछ? मामाले पकाएको मामाले खानु
ए हो नमस्ते माइजू माइजू कस्तो लागिरहेछ एकदम रमाइलो हेलो ह्यान्डसम बोय हाय भन्देऊ न अब यतापट्टि चाहिँ 84 हुने हजुरआमा बस्नुभएको छ सुनौ हजुरआमाले के भन्नुहुन्छ एकैछिन हजुरआमाका कुरा पनि सुनौ है त हामी सबैजनाले नमस्ते माइजू नमस्ते आमा कस्तो लागिरहेछ रमाइलो लाग्छ भन्नु न आमाको चाहिँ आज 84 पूजा भोलि 84 को पूजामा आज रोटी कसार हुँदैछ म खुसी छु माइजू भन्दाखेरि नबोल खुसी छु सबै आउनु भयो भन्नु न के हुँदैछ आमा यहाँ पूजा हुँदैछ भन्नु न पूजा 84 पूजा हुँदैछ के अरे बाबु आज यसो मुन्छे रमाइलो भइछ त्यति सुन्नु नि हजुरकी माइजूले के भन्नुभयो तपाईँ मेरी माइजू मेरी माइजू हजुरकी माइजू मेरी माइजू उहाँकी सासू आमा जेठी गाउनको बहिनी भान्जी रोटी त कोठाभरि छन् है हेर्नुहोस् हजुर यहाँ चाहिँ कसारको कुरा हस् त नमस्कार सम्पूर्णमा थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल सब्सक्राइब थ्याङ्क यू अल अफ यू